हेलो नमस्कार सबैजनालाई। हामी चाहिँ नेपाल घुमेर चाहिँ अहिले गोर्खेमा आइपुगेको छु है। यहाँ हाम्रो सर हुनुहुन्छ, भाइ यता हाम्रो अशोक भाइ, अनि यता हाम्रो मनोज भाइ, अनि हाम्रो यहाँ काका हुनुहुन्छ अनि चिया गुरु। अनि हामीले आजको हाम्रो नेपालको जुन टुर थियो एकदम रमाइलो है पनि भयो है। अनि रमाइलो भयो, अनि हामीले सोचेको भन्दा धेरै कुराहरू हेर्न पाए है। सबै कुरामा एउटा प्रकृतिसँग रमाउनुको वातावरणमा हिँड्दाखेरि होइन धेरै कुरा हामीले पाइयो। विशेष गरी हामीले चाहिँ प्रत्यक्ष रूपमा एउटा रेड पान्डा सिक्किम राज्यको राज्य जनावर हामीले प्रत्यक्ष रूपमा हेर्न पाएँ। उहाँ हुन्छ देखाउने, उहाँले भेट्नु भएको, उहाँ भाग्यमानी हुनुहुन्छ। फर्स्ट टाइम हो त्यो, हाम्रो एउटा सौभाग्य पनि हो। अनि धेरै चराचुरुङ्गीहरू भेटियो होइन, देखियो, हामीले हेर्न पायो। त्यो नै ठुलो एउटा आनन्द कुरा भयो कि। अनि खानु लाउनु बस्नु भन्ने कुरा चाहिँ भिन्दै कुरा हो, तर पनि हामीले एउटा प्रकृतिमा वातावरणमा हुर्किँदै गरेको जन्मदेखि पक्षीहरूदेखि लिएर होइन धेरै कुरा हामीले हेर्न पाइयो है। यति नै हाम्रो नेपाल पनि हामी घुम्यौँ, नेपाल पनि गयो हामी। अनि घुम्दै घुम्दै आज चाहिँ हामी गोर्खा आइपुगेको छौँ। अनि यहाँ सानो रिल्याक्स गरिँदैछ, भोलि घर पुगिने हो। मान्छे है र म चाहिँ के भन्छु भन्दाखेरि मलाई चाहिँ अब एकदमै यो ट्रेकिङहरू भन्ने चाहिँ एकदमै मनपर्छ है। पहिल्यैदेखि गइबस्ने मान्छे, अनि हामी त्यस्तो खासै हाम्रो प्लान त थिएन, तर पनि हामी अचानक गयौँ। तर मजा आयो एकदम। हामी यो गोर्खेबाट फालुट हुँदै हामी तल फालेलुङको जुन त्यो एउटा महोत्सव रहेछ त्यहाँ पनि पुग्यौँ। अनि जुन हामी नेपाल हाम्रो दिदीकोमा पनि पुग्यौँ, हामी त्यहाँ पनि चिन्जान भयो। राम्रो एकदम। उहाँले पनि एकदम हामीलाई मेजमान गर्नुभयो। हामी मैती गाउँबाट आएको भनेर उहाँले पनि एकदम राम्रो मेजमान गरिदिनु भयो। अनि हामी फर्केर अहिले चाहिँ फिलहाल चाहिँ हामी अहिले गोर्खे आइपुगेका छौँ। अनि यहाँ चाहिँ एकदम हामी पुरा हिँडेर चाहिँ आज दिनभरि नै हाम्रो लगभग दिनभरि नै भयो हामी नै। अनि हिँडेर चाहिँ अहिले टक्क यहाँ गोर्खे आइपुगेर चाहिँ हामी हल्का रिल्याक्स गर्दैछौँ। अनि यो ट्रेकिङ रुट चाहिँ अब तपाईँहरू पनि आउनुभयो भने चाहिँ एकदमै राम्रो छ यो, किनभने अब यो सधैँ टुरिस्टहरू हिँडिबस्ने रुट नै हो, राम्रो छ रुट। अनि तपाईँहरू पनि आइदिनु होला। यहाँ मजा अब एकदम प्रकृतिसँग एकदम मिलेर चाहिँ तपाईँहरूले राम्रो एउटा सुन्दर अवसर यहाँ पाउनुहुन्छ। र यति भन्दै अब हजुरहरूलाई धन्यवाद दिन चाहन्छु। यो प्लान चाहिँ अनसर्टेन अब एकदमै छोटो समयमा भएको थियो। हामी स्कुलमा बात गर्दै भएको थियो। अनि सबै अब यस्तै कुराहरू हुँदै जाँदाखेरि हाम्रो प्लेटन देख्यो एउटा त्यो माहौलमा धेरै हेडेकहरू भएको थियो। अनि त्यही कारण चाहिँ मैले अशोक सरलाई प्रस्ताव फर्स्ट टाइम अशोक सरलाई प्रस्ताव राखेँ मैले। अनि अलिक रिल्याक्सको लागि आउटिङ जाउँ होइन भनेको, हेर्नु जाउँ कि यस्तो अब त्यो ह्यान्डटेन हुँदा हुँदै अनि हामी दुईजना मात्रै भए पनि हिँड्ने हुँदा चाहिँ सँगसँगै हाँसिल सर तपाईँ जाने हामीसँग सहमति लिनुभयो। यस्तै हुँदाखेरि अनि हाम्रो मनोज भाइ यता हाम्रो भतिजो राहुल भतिज अनि हामी चाहिँ कतै निस्किहाल्यौँ। तर धेरै कुराको अनुभव हामीले साट्न पायौँ। अब लाइभ आफ्नो रूपकलाहरू देख्न पायौँ। अनि सँगसँगै अब गोर्खेदेखि अब है यहाँ हाम्रो दिदी दाजुको होमस्टेमा बिहानको ब्रेकफास्ट गरेर गयौँ। रमाइलो लाग्यो। अब डाँडा सबै घुम्नु, माथि गएर उताको फालेलुङको दोस्रो माछाहरू पनि हामीले एटेन्ड गर्नु र त्यही सिजन परेको रहेछ र मौका पायौँ। ल धन्यवाद हजुर सबैजनालाई होइन, आफ्नो अनुभव भनिदिनु भयो है यो टुर यो यात्राको है। अनि रमाइलो भयो, सबैले राम्रो रमाइलो गर्यो है। हामीले अर्को कुरो के भने एउटा राष्ट्रिय हाम्रो एउटा सिक्किमको एउटा होइन छिमेकी राष्ट्रिय नेपालमा एउटा महोत्सव थियो टुरिज्म फेस्टिभल महोत्सव थियो रहेछ है। यो दोस्रोपल्ट
त्यहाँ हामी भाग लिन पाएँ कि त्यहाँ गएर त्यहाँको वातावरण, त्यहाँको रहनसहन, त्यहाँको खानपानहरू हामी हेर्न पाएँ कि त्यो नै सबभन्दा ठुलो थियो हाम्रो। अनि यति भने म हजुरसँग पनि आउनु होला होइन नेक्स्ट टाइम है भन्दै म बिदा लिन्छु। नमस्कार।